यार अक्सर हामीले सुनेको कुरा गाउँ समाज छिमेक अथवा आफ्नै परिवारका सदस्य अथवा आफन्त नाता सम्बन्धमा मान्छेले एकले अर्कालाई आरोप लगाइरहेका हुन्छन्, एकले अर्कालाई गलत भनिरहेका हुन्छन्। कि मान्छे वास्तवमै गलत हुन्छ त? आउनुहोस् आज यो विषयमा अलिकति गहिराइमा गएर कुराकानी गरौँ। गलत भन्ने भनेको आफ्नै सर्कलभित्रको मान्छेले हो। अब बाहिरको कुनै अरू देशको मान्छेले, अरू समाजको मान्छेले अथवा अपरिचित ठाउँको मान्छेले आएर त तपाईँलाई नराम्रो भन्दैन। एउटा छिमेकीले अर्को छिमेकीलाई अथवा दाजुले भाइलाई, भाइले दाजुलाई अथवा श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई। त्यसको कारणहरू के हुन सक्छन् त? एउटा व्यक्तिले अर्को व्यक्तिबाट गरेको एक्सपेक्टेसन अथवा आशा चाहनाहरू के हुन् त? त्यो आशा चाहना आफूले गरेको एक्सपेक्टेसनहरू पुरा नहुँदाखेरि मान्छे निराश हुन्छ। एउटा मान्छेले अर्को व्यक्तिप्रति गलत धारणाहरू बनाउन थाल्छ, एकले अर्कालाई नराम्रो भन्न थाल्छ, एकले अर्कालाई नराम्रो देख्न थाल्छ। जस्तो मानौ उदाहरणको लागि श्रीमतीले श्रीमानलाई नराम्रो भन्छ भने एउटा श्रीमतीले श्रीमानबाट गरेको एक्सपेक्टेसनहरू के हुन् त? ती चाहनाहरू, ती एक्सपेक्टेसनहरू, ती आशाहरू पुरा नभएपछि एउटा व्यक्तिले अर्को व्यक्तिप्रति नकारात्मक धारणाहरू उत्पन्न हुन थाल्दो रहेछ। जस्तो कि मलाई बिहे गरेर लगेपछि मेरो श्रीमानले मलाई राजकुमारी बनाएर राख्नेछ, दरबारको महारानी बनाएर राख्नेछ, स्वर्गकी परी, स्वर्गकी अप्सरा जसरी मलाई सजाएर राख्नेछ, होइन, मैले जे भन्यो त्यही मान्नेछ। अब रियालिटीमा एक्सपेक्टेसनहरू पुरा नहुँदाखेरि यो मान्छे वास्तवमै नराम्रो रहेछ कि क्या हो भन्ने खालको मनोभावनाहरू आउन थाल्छ, होइन। अनि त्यो अवस्थामा एउटा श्रीमानले फोनमा बोलिरहेको देख्न सक्छ। यो मान्छे कोसँग बोलिरहेछ, के कामले बोलिरहेछ यसरी, यो मान्छेको बाहिर अरू केटीसँग पो सम्बन्ध छ कि भन्ने खालका धारणाहरू श्रीमतीको मनमा आउन थाल्छ। अथवा श्रीमान घरबाट कतै बाहिर गयो, होइन, अब श्रीमतीलाई थाहै छैन यो मान्छे के कारणले बाहिर गइरहेछ, कुनै खास काम त केही पनि थिएन, तर यो मान्छे घरबाट बाहिर गयो, 2 घन्टा घरभन्दा बाहिर छ अथवा 4 घन्टा घरभन्दा बाहिर छ भनेपछि यो मान्छे कोसँग गयो, के का लागि गयो, होइन, कतै यो मान्छे बाहिर अरू केटीसँग भेट्न पो गयो कि अथवा अरूसँग सम्बन्ध भएर पो गयो कि भन्ने खालको धारणाहरू आउन थाल्दछ। हो त्यस्तै आफ्नो एक्सपेक्टेसनहरू, आफ्नो चाहनाहरू पुरा नभएपछि र सोचेका कुराहरू पुरा नभएपछि त्यस्ता धारणाहरू आउन थाल्छ। अनि त्यसपछि घरमा आएपछि श्रीमतीको व्यवहार, श्रीमतीको हावभाव अलिकति असामान्य लाग्न थाल्छ। श्रीमान पनि एउटा मान्छे त हो, ऊभित्र पनि भावना छ, ऊभित्र पनि मन छ नि, होइन। अब एउटा मान्छे राम्रो कुराहरू देख्यो भने खुसी हुन्छ, नराम्रो कुराहरू देख्यो भने दुखी हुन्छ, नराम्रो लाग्छ, यो सामान्य कुरा हो, होइन। अनि त्यहाँनिर ऊ श्रीमतीले श्रीमानलाई सोद्धाखेरि तपाईँ कोसँग फोनमा बोल्नु भएको थियो अथवा 4-4 घन्टा कहाँ जानुभएको थियो भनेर अलिकति असामान्य तरिकाले सोधेपछि काहीँ पनि होइन भनेर उसले पनि त त्यही प्रकारको रियाक्सन दिन सक्छ नि त। अनि त्यहाँबाट श्रीमतीलाई वास्तवमै यो मान्छे त फोनमा त्यसरी हाँसेर मस्केर त्यत्रो समय बोलिरहेको थियो, मतलब केटीसँगै त बोलेको रहेछ, यत्रो 4-4 घन्टा बाहिर गयो, बाहिर गएर आएपछि मसँग राम्रोसँग बोलेन, यसको मतलब यो बाहिर अरू कसैसँग सम्बन्धमा रहेछ, अरू कसैलाई भेटेर आयो भन्ने खालका कुराहरू हुन सक्छन्। अलरेडी उसले यो मान्छेप्रति गलत धारणा बनाइसकेको थियो। अब उसले गरेको व्यवहार पनि लगभग त्यस्तै हुन आयो। अब उसको मनले भनिसक्यो कि यो मान्छेको पक्कै पनि अरूसँग सम्बन्ध रहेछ भनेर उसको मनले भन्न थाल्छ। जब मनले भनेको कुरो दिमागले सत्य मान्न थाल्छ अनि दिमागले सत्य ठानेको कुराहरू अनि मान्छेलाई नै वास्तवमै सत्य लाग्न थाल्छ, होइन। एउटा मान्छेको मनमा शङ्काहरू उत्पन्न भइसकेपछि अब उसको मनमा पीडाहरू हुन थाल्छ, पीडाहरूले छटपटिन थाल्छ। कसैमा चाहिँ धैर्य गर्ने क्षमता हुन्छ, कसैमा चाहिँ धैर्य गर्ने क्षमता हुँदैन। अनि नभएपछि आफ्नो सर्कलको मान्छेहरूलाई त्यो कुराहरू भन्न थाल्छ। उसले 2 जनालाई भनेको कुरो त्यो 2 जनाले अरू 2 जनालाई भन्दा 2 दुना 4, 4 दुना 8 हुन्छ। अनि त्यसै गरी फेरि ती 8 जनाले फेरि अरू 2 जनालाई भन्दा 8 दुना 16, 16 दुना 32 हुन्छ। अनि त्यसपछि एउटा सिङ्गो समाज, एउटा सिङ्गो सर्कलले चाहिँ उसलाई नराम्रो देख्न थाल्छ। अब यहाँनिर मान्छेलाई के लाग्न सक्छ भने अरे मान्छे त आफू सत्य हुनुपर्छ, आफू सही बाटोमा हिँड्नुपर्छ, आफू नराम्रो हुनु हुँदैन, भगवान्ले हेर्छन् भनेर भन्ने चलन छ। अब यो कलियुगमा भगवान्ले हेर्दैनन्, मान्छेले नै हेर्ने हो। एउटा सिङ्गो समाजले त उसलाई गलत भनिसकेको छ, मिडियाबाजी भइसकेको छ, प्रचार प्रसार भइसकेको छ। अब सिङ्गो समाजले गलत भन्छ अनि वास्तवमै त्यो मान्छे गलत हुन्छ क्या। अब समाजले मलाई गलत भन्यो, नराम्रो भन्यो, म जाँड रक्सी खान थाल्छु अथवा गलत कामहरू गर्न थाल्छु, कुलतमा फस्न थाल्छु अथवा चोरी डकैती विभिन्न अराजकताका कामहरू गर्न थाल्छु भन्न खोजेको होइन। एउटा गलत मिडियाबाजी र गलत प्रचार प्रसारले मान्छे कसरी गलत हुन्छ भने जस्तो कि त्यो मान्छे तपाईँसँग बसेर 1 कप चिया खाएको छैन, कुनै अपरिचित ठाउँमा जम्का भेटाउँदाखेरि तपाईँलाई चिन्दैन, तर पनि त्यो मान्छेले तपाईँलाई गलत भनिरहेको हुँदो रहेछ, किनकि त्यो
त्यो गलत प्रचार प्रसार, गलत मिडियाबाजीको परिणाम हो। अब जब कि तपाईँलाई थाहा हुन्छ मलाई यो सर्कलका मान्छेले अथवा यो मान्छेहरूले मलाई गलत भन्छ भन्ने कुरा जब तपाईँलाई थाहा हुन्छ, जब तपाईँलाई महसुस हुन्छ, अब त्यो मान्छेसँग तपाईँ भेट हुँदा तपाईँको व्यवहार कस्तो हुन्छ? अवश्य पनि तपाईँले उसलाई हेर्दाखेरि रिसाएको जसरी हेर्न सक्नुहुन्छ, आक्रोश देखाउन सक्नुहुन्छ। त्यो मान्छेले मलाई नराम्रो गरिरहेछ भने मैले पनि त्यो मान्छेलाई नराम्रै तरिकाले व्यवहार गर्नुपर्छ भन्ने तपाईँको धारणा हुन्छ। हो, त्यसरी तपाईँ वास्तवमै नराम्रो बन्नुहुन्छ। अब आजसम्म त त्यो मान्छेले तपाईँलाई अरू कसैले भनेको कुरो विश्वास गरेर, अरू कसैले भनेको कुरो सत्य ठानेर तपाईँलाई गलत ठान्दथ्यो, गलत मानेको थियो, नराम्रो भनेको थियो भने अब उसले प्रत्यक्ष तपाईँकै व्यवहार देख्यो, तपाईँले नराम्रै व्यवहार गरेको देख्यो। अब तपाईँलाई वास्तवमै त्यो मान्छेले नराम्रै मान्दछ। हो, यसरी तपाईँ नराम्रो बन्नुहुन्छ। अथवा तपाईँको गलत फेमी, तपाईँको गलत विचारको कारणले एउटा मान्छे नराम्रो हुन्छ। त्यसैले गाउँ समाज, आफन्त, नाता सम्बन्ध अथवा आफ्नो परिवारको सदस्यको बारेमा अरूसँग कुराकानी गर्नु भनेको प्रचार प्रसार गर्नु हो। त्यसैले अरूसँग कुराकानी गर्दा अलिकति धैर्य राख्नुहोस्, अलिकति पेसेन्स राख्नुहोस्। परिणाम सायद तपाईँले सोचेको जस्तो नहुन पनि सक्छ। तपाईँको सम्बन्ध राम्रो हुन सक्छ, एउटा मान्छे गलत हुनबाट बच्नेछ। त्यसैले कुनै पनि मान्छे न त राम्रो हुन्छ न त नराम्रो हुन्छ, त्यो मान्छे ठिकठाक हुन्छ। विचार गर्नुहोस्, कसैको बारेमा कुरा गर्दै हुनुहुन्छ भने केही समय पेसेन्स राख्नुहोस्, धैर्य राख्नुहोस्।